हामी रौता पोखरी माईमा जाँदैछौँ आदरणीय दाजुभाइहरू। यस्तो रहेछ। त्यो सिँढी चढ्नु पर्ने। यस्तो चाहिँ राम्रो रमाइलो ठाउँ रहेछ। अब हामी थानतर्फ लाग्दैछौँ। यस्तो उकालो भगवानले चिताएपछि जस्ता पनि पोइन्छ नि। पोखरी चाहिँ माथि नै रहेछ कि क्या हो? अह फर्स्टचोटि हजुर। यति चढ्दैन, यति गाह्रो हुँदैछ। ल पूजा गरेर होला। मान्छेले पनि हिँड्नु मात्रै रहेछ नि त, हामी होइन, हामीले हात छुनै दिएको थियौँ। अस्ति खाना बल्ल बल्ल चिनेको अनि कति दिन भन्छ चिन्दैन। नबोक्नु अरे हिँड्नु अरे पनि ठिकै छ। नाम दिक्कत गर्नुभएको छ। यति हो त्यहाँ परिस। ए बिस्तारी बिस्तारी। थाक्यो हजुर। यस्तो बस्ने ठाउँ पनि राम्रो रहेछ। जाडो चाहिँ अलिअलि हुने रहेछ, तर हिँडेकोले एकदम तीर्थधाम। यस्तो बादलले गर्दाखेरि हिमालहरू पनि नछेकिएको रहेछ। उदयपुरको सबैभन्दा माथि रौता माई, रौता पोखरी। गुराँसको बोट। अनि अब हामी लगभग थानतर्फ पुग्न आँट्यो। सबैभन्दा बेसी वेट मलाई परेछ गाडीले। मेरो नि त 5 जना नि।
मेरो त उनी नअटाएर बस्ने ठाउँमै अहिले मिलाएर बस्नु ल नि त के कसो गर्नु हजुर ओह्रालो त गइहाल्छ नि ओह्रालो गर्छ मेरो अलिक कोलोस प्लेट पनि गए जस्तो छ ए अनि त उसतिर ठेल्नु परेन लौ त यो लाली गुराँस लाली गुराँस पनि फुलेछ है यहाँ त ल है गाई छ अनि जय माटो जय घन्टी बजेर म त यहाँ मन्दिरमा चप्पलै यता खोलेर जानुपर्ने हो अब पानी बाहेक केही खाइएको छैन यसो दर्शन त गर्नु पर्यो ल रोता माइलो आज दर्शन गर्नु पाइयो पूजाको लागि चाहिँ पोखरी त्यो पोखरी रहेछ यहाँ र उता पूजा गर्नुहुँदैछ उहाँहरू नपाइने रहेछ हजुर म त ढोगिसकेँ तपाईँहरू बनाउनु होला यत्तेरिका झन्नै खुट्टा ठोक्यो लु 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 पूजा गरेर आउनुहोस् म चाहिँ यो माथि बस्दै गर्छु तपाईँहरूलाई मैले रौता पोखरीको दृश्य हेर्नु भयो नि होला एकदम रमाइलो रहेछ हरियाली यता चाहिँ यो के कार्यालय हो कि के पुरानो रहेछ बिग्रिसकेको दामी रहेछ यतापट्टि गएर हामी हुँदो यहाँ हिमालहरू पनि देखिँदो रहेछ तर
यो धुवालोको कारणले स्पष्ट चाहिँ नदेखिने रहेछ। आज चाहिँ पहिला चाहिँ देखिन्थ्यो अरे, अब यस्तो रहेछ है साथीहरू। यस्तो रहेछ। ओम नमः शिवाय। यहाँ चाहिँ शिवजीको मन्दिर होला। ल साथीहरू